छोरा पाउँछ छोरा एक्टिभ भयो भने छोरी पाउँछ छोरी मान्छे एक्टिभ भयो भने छोरी पाउँछ छोरा मान्छे एक्टिभ भयो भने छोरा पाउँछ के अलि एक्टिभ हुनु पर्छ एक्टिभ भयो मुर्दार सम्झी एक्टिभ भएर छोरा पाएछ मुर्दार हजुर हजुर के छ खबर तपाईँ ठिकै छ गाइज म्याच खेल्थ्यो तपाईहरु कसरी पाउने हुँदैछ यहाँ छोरा कसरी पाउने हुँदैछ यहाँ त ए किन थाहा थिएन र तपाईहरुलाई रोबिन दाने आफै हेर्नु सिकाएर हो नि त रोबिनलाई थाहा सिकाइदिएको म यहाँ सिकेछु मेरोमा कन्टेन्ट आइरहेको थियो त्यहाँनिर बाउ भयो भनेर टिकटकमा त ममता लैलेको भिडियो हेर्न आउँछ युट्युबमा बाउलाई यहाँ त्यस्ता कुरा गर्छ अमितले भनेको होइन के भन्छ रे नर्सले सिकाएको भनेर सिकिसके छोरा भनेपछि म एक्टिभ हुनुपर्ने रहेछ केटा मान्छेलाई बच्चा पनि सिकाउन पर्छ बाउलाई केटा मान्छेलाई बच्चा पनि सिकाउन पर्छ नआउने कुरो केटी मान्छे सिकाउनु केटी मान्छेलाई टपिक त गम्भीर चलिरहेको रहेछ त पुरै यार भोटिनी पागल रहेछ यार अस्ति आएर भिडियो हेरेर बच्चा पनि भन्थ्यो तिमीले झुकेर ओपेरातिर पुग्यौ क्या हो झुकेर पागल झुकेरै हो झुकेरै मुर्दारले जबरजस्ती गरे है यो चाहिँ मैले बुझेँ यो सम्धीले जबर गरेर छोरा पाइहाल्यो के बोल्छ सानियाजी तपाईँ बोल्दिन त्यसो भए ल यहाँ टिकटकको छाडा फोरेर भनिसक्यो मान्छेहरूले गाइस पनि सुनेर राखौँ न एकछिन सुनौँ न गाइस अब कसरी बच्चा पाउँदो रहेछ मलाई के थाहा म त सोझो के भोटिनी देखाइदिनु नि आफै के रहन्छ थाहा हुन्छ के रहन्छ थाहा हुन्छ कति आउँछ ओके गाइस वन म्याच एकदम हेर्नु न ल गाइस मिक्स हुनु पर्यो मिक्स केटा यता एउटा एउटा उता सम्झिन म बस्ने उता सम्झिनी र जाऊ गाइस ओके रिक्वेस्ट पठाउने मिलाएर टिम मिलान त कसरी हो खै भोटेनी यो त ओके रोबिन पुरी सम्झिर मजाले मिल्ने रोबिनको बुढी रे बिचरालाई गाइस मोडरेटर छ कि छैन हाम्रो लाइभमा बच्चा पाल्न पनि सिकाउनु पर्छ सुन्ने काम मात्रै गर्ने रहेछ है हातहरु त तिमीहरूले त ख्यालमै हातहरु त कहाँ पुऱ्यायौ तिमीहरूले ट्याप ट्याप गर त हात कहाँ छ तिमीहरूको Let's stop. First give his people. Let's go. हात कहाँ छ Stop. कुट्यो के मैले आई मिन 3 to 3 आइसक्यो हात कहाँ छ यो मलाई हेर्नु त यिनीहरू म तिमीहरू बेइज्जतीहरू हैन म बेइज्जती गर्नु त लाइभ आएको छ जस्तो लाग्यो म बेइज्जती हात तिमीहरूको हात कहाँ छ रोबिन तिनीहरूको हातमा छेद परे जस्तो छ Stop. Let's go. Come in. म त सम्झीसँग छैन म त ढुक्क छु है सम्झी दुईटा छोरी जन्माएर दिने काम मेरो भयो तपाईँ टेन्सन नलिनुहोस् हाम्रो मोडरेटर कहाँ गयो मैले पाइदिने मैले पाइदिने गाइस बाउजेको सुनेर बसेकै थियो अब तपाईँ नै बाउ भयो भने त कसरी सम्झी हुन्छ खोज्छु नि म खोज्छु सर्चिङमै यस्ता कुरामा चाहिँ बोल्न गर्नुहोस् है खेताला खोज्नुहोस् खेतला खोजेर काम बन्ने भा काम मान्छे खेतला खोजेर त्यस्तो मैले राखेको छु त गाइस खोइ कता के भएर सम्धि पनि भन्ने नि बच्चा नि पाइन्छ रे सम्धि कमल मगर सम्धि तिसवटा रोज हान्ने मान्छे छैन सम्धि सम्धि पछाडि सम्धिनी सम्धि त
सम्झी हरेक कुरामा सम्झिने genius पछि सम्झिने हो, हेर्नु यो। सम्झी भनेको बुझ्टिङ छ सम्झी होला हो क्या। यो आइमै पनि एक नम्बर पागल रहेछ आइमा यार के बोल्छ सम्झिने पछाडिबाट दम दिने यारलाई यो आइमै पनि औडा रहेछ यार यो बौलाहरू छ थ्याङ्क के यू सो के मच रहेछ सम्झिनु त्यसो भने कालो त भोटिनी किन आउँदैन कालो बुस्टिङ छैन कुन के चाहिँ बोल्यो भाइ? सम्झिनुले त्यसो भने भन्नु भोटिनी त बुस्टिङ तपाईँलाई। छ नै हैन गाइस बुस्टिङ छ लगाइदिनु न गाइस टिपल कसम म त कसम त्यो हुँदैन कसको डायलग कसम बिल्ला के अरे हामदुलिल्ला भयो मुलाहरू तिमीहरू त के छामेर बस्या छौ म त मान्छे नै गन्दैन त तिमीहरूले त्यही स्कोर हेर त 20 सेकेन्ड मुर्दारहरू थुक्रा नालायकहरू कमसे कम डबलमा हान्नु छैन ट्याप ट्याप छैन लेट्स गो गएमा गाइस तिमीहरू बेइज्जतीहरू सम्धिहरूलाई कमसे कम यसो सम्धिहरूसँग बस्दा सम्धिनीसँग चाहिँ टक्कर दिनु मिल्छ है थ्याङ्क यू भन्ने होस् न फिलिङ्स सम्धिहरूलाई फिलिङ्स आओस् न आउनु पाएको छैन फिलिङ्स तिमीहरूले चौपट भित्र लुकाइदिने यस्तो हुन्छ फेरि नाम अर्को नाम हेर न यहाँ नाम हौ लामो चाइनाको र रबिन ब्रदरको कुरा त रमाइलो पो सुनेर बसेर मजा आउँदो रहेछ यो कुन खालको नाम हो हा? यो नाम राख्नेलाई त यो पण्डितलाई त स्याबास यो नाम करण गर्ने मान्छेलाई त नि गाइस डबल जित्नु पर्यो ल गाइस डबल प्लिज यो नाम त ओ माई गॉड यो त नि यो ग्रहमा नपाउने नाम कहाँबाट पायो ए हान्तस् भने अलिक ठुलो हान कि त्यो नाम मात्रै नकुदाए मलाई रिस उठिसक्यो आमामा यस्तो पारेर कुदाकै गर्छ त नि सान्याजी तपाईँ यहाँ उताबाट भेटाइ किन फायर दिनुभएको सान्याजी होइन अब यहाँनिर म बोलिनँ भने को बोल्छ भन्नु त तपाईँहरू सब मेरो सम्झिनेहरू चुप्लाएर बस्ने म बोल्ने यहाँ भनेको तपाईँहरूको नि सुन्दा वाक्क लाग्यो र क्या मेरो सुन्नुहुन्छ उहाँहरूले मेरो सुन्नुहुन्छ कान पनि के भयो सम्धिको खुस्किसकेको हो कि मेरो खुस्किएको हो गुल्ली होइन गाइस हम त सुरु गेम हारेर यार गाइस आई डोन्ट थिंक सो ओए वी गॉट बुस्टिङ च्यापच्याप गर न यार। अब म बोल्दिनँ तपाईँहरूले यतिको मान्छे भएपछि तपाईँहरू यार 3000 मान्छेको ट्याप ट्याप यही हो केटाकेटी हो हा शरम लाग्दैन थ्यांक यू दीक्षारी थ्यांक यू हेर्न मात्रै आएको तिमीहरू थ्यांक यू कपडा हान्छ के कसरा म हेर्नु मात्रै आए मेरो डायलग सुन्नु नि त हेर्नु मात्रै आएको हो तिमीहरू हेर्न मात्रै हेर्नु मात्रै आयो तिमीहरू हा मुर्दारहरू मुर्दा मलाई हेर्नु मात्रै आएको भने हो कि मलाई हेर्नु हेत्तेरिका के इशारा गर्छ यार ए प्रभु यार ओके ल गाइस रबिन ब्रदर लेट्स बी फ्रेन्ड है म तपाईलाई फलो गरेको छु हुन्छ ब्रदर ल ओके गाइस हेर्नु मात्रै आएको हो भने हो कि यस्तो गर्दाखेरि आइ बाई भोटिनी बाई साइना के बिदि गफ गर्ने हो यो साइना त थुतु न त पेतर ल ओके गाइस उनीहरू बोल्दा हुने म बोल्दा नहुने यो तामाङले के तिम्रो आगा साह्रै ठुलो भन्दा मैले ल केही नभनी यसरी हाँसेर बस्नु म बोल्दाखेरि कत्रो प्याट बोले बोल्दिनँ म ल सम्झिने चाहिँ हामी भोटिन र म गेम खेल्छौँ ल अलि तपाईसँग अलि खेल्छु ल ल बाबाई मजाले खेल्नु ल तपाईँले बच्चा पाएर बस्नु चाहिँ छोरी पाएर ल ए ल ल सेवा र भुइँसरी ल एकदम बासे अरे ल म निस्किन्छु तपाईँहरू बस्नु न म निस्के हुन्छ के छ भुतिनी भन केही छैन बाँचिरहेछ